नमस्कार। आज हामी 2025 अप्रिल 22मा जम्मू काश्मीरको पहलगाम नजिकै भएको त्यो डरलाग्दो आतंकवादी हमलाबारे कुरा गर्दैछौँ। हो, वैशारण उपत्यकामा पर्यटकहरूमाथि भएको त्यो हमला। त्यही, जसमा 26 जनाको ज्यान गयो अनि 17 जना घाइते भए। 2008को मुम्बई हमलापछि होइन, नागरिकमाथि भएको यो सबैभन्दा ठूलो हमला मानियो। एकदमै। यसले त कश्मीरमा शान्ति फर्किसक्यो भन्ने जुन कुरा थियो त्यसमा ठूलो प्रश्न खडा गर्यो। हो नि। अनि फेरि भारत पाकिस्तान सम्बन्ध पनि एकदम तनावपूर्ण भयो। हो। आज हामीसँग भएका यी सामग्रीहरू हेरेर होइन, यो घटनाको पृष्ठभूमि अनि कसरी यो क्षेत्रमा आतंकवाद अलि फरक ढङ्गले अगाडि बढ्यो र अहिलेको अवस्था कस्तो छ यसबारे अलिकति गहिरिएर कुरा गरौँला। हुन्छ। यी स्रोतहरूले कश्मीर मुद्दाको त्यो लामो इतिहास, आतंकवादको बदलिन्दो स्वरूप अनि पहलगाम हमलाको नालीबेली र त्यसपछिको असरबारे राम्रै जानकारी दिन्छन्। ल, त्यसो भए सुरु गरौँ न त। खासमा त यो समस्याको जरो त निकै पुरानो छ होइन, 1947तिरै पुग्नुपर्छ। हो। भारत विभाजनकै समयमा स्रोतहरूले भन्छन् नि, मुस्लिम बाहुल्य थियो कश्मीर, तर हिन्दू शासक महाराजा हरिसिंह अनि उहाँले भारतमा विलय हुने निर्णय गरेपछि पहिलो भारत-पाक युद्ध भयो। हो, अनि त्यही बेलादेखि कश्मीर त नियन्त्रण रेखा LOC ले छुट्यायो। तर अलि यता आएर हेर्दा 1987को चुनावमा धाँधली भयो भन्ने आरोप लाग्यो नि। लाग्यो। अनि त्यसपछि मान्छेमा असन्तुष्टि बढ्यो र 1989देखि त सशस्त्र विद्रोह नै सुरु भयो। यहाँनिर स्रोतहरूले पाकिस्तानको त्यो अपरेसन टोपक भन्ने योजनाको पनि कुरा गर्छन् नि। त्यसले अस्थिरता फैलाउन भूमिका खेल्यो भन्ने आरोप छ। हो, त्यो आरोप भारतले लगाउँदै आएको छ। अनि 1980को दशकको अन्त्यतिर जब यो विद्रोह अलि चर्क्यो, पाकिस्तानले लश्कर-ए-तैयबा, LET र जैश-ए-मोहम्मद JEM जस्ता समूहलाई सहयोग गर्यो भन्ने पनि छ। सुरुमा त यी समूहहरूले सुरक्षा बललाई मात्र निशाना बनाएका थिए जस्तो लाग्छ होइन? हो, सुरुमा त्यस्तै देखिन्छ, तर पछि बिस्तारै नागरिकहरूमाथि पनि आक्रमण हुन थाल्यो। जस्तो त्यो 2002को कालुचक नरसंहार याद छ, 31 जना मारिएका थिए। हो। अनि अहिले फेरि यो द रेजिस्टेन्स फ्रन्ट TRF जस्तो नयाँ नाम सुनिन्छ। हो, पहलगाम हमलाको सुरुवाती जिम्मेवारी पनि TRFले नै लिएको थियो। तर स्रोतहरूले के भन्छन् भने नाम नयाँ भए पनि यिनीहरूको सम्बन्ध त्यो पुरानै समूहहरूसँग हुन सक्छ। बिल्कुल, यो एउटा रणनीति पनि हुन सक्छ, नयाँ नाम प्रयोग गरेर अन्तर्राष्ट्रिय समुदायको आँखा छल्ने प्रयास। पहलगाम हमलाको प्रकृति पनि निकै डरलाग्दो थियो। वैशारण जस्तो सुन्दर ठाउँमा पर्यटकहरू रमाइरहेका बेला एक्कासी गोली सुल्न फाल्यो। प्रत्यक्षदर्शीहरूले भनेको कुरा त झनै खै मनै काप्ने खालको छ। स्रोतहरूले भन्छन् आक्रमणकारीहरूले मान्छेहरूको धर्म सोधेरे अनि पुरुषहरूलाई छुट्याएर गोली हाने, महिलाहरूलाई चाहिँ छोडिदिए। कति क्रूर! यो घटनाले त अब भारतभरि ठूलो आक्रोश फैलियो। स्वाभाविक हो। भारत सरकारले तुरुन्तै पाकिस्तान समर्थित समूहलाई दोष लगाइहाल्यो अनि दुई देश बीचको कूटनीतिक सम्बन्ध फेरि बिग्रियो। भारतले त पाकिस्तानी नागरिकलाई भिसा नै रोक्ने, व्यापार बन्द गर्ने अनि त्यो सिन्धु जल सन्धिबाट पनि हट्ने कुरा गर्यो नि। हो, त्यो त ठूलो कदम हुन्थ्यो। त्यो सन्धिले त नदीको पानी बाँडफाँडलाई नियमन गर्छ। अनि पाकिस्तानले पनि प्रतिक्रिया देखायो। उनीहरूले त्यो सिमला सम्झौता नै रद्द गर्ने भने। अनि भारतीय जहाजका लागि आफ्नो एयर स्पेस पनि बन्द गरिदिए। स्थिति निकै गम्भीर भयो। हो, त्यसपछि अमेरिका, संयुक्त राष्ट्रसङ्घ सबैले संयम अपनाउन आग्रह गरे। त्यो त राजनैतिक र कूटनीतिक बाटो भयो, तर मानवीय क्षति त्यो त झन् कहाली लाग्दो छ। कति परिवार टुक्रिए होइन? हो नि, बाँचेकाहरूमा परेको मानसिक आघात कस्तो होला। अनि अर्को कुरा, कश्मीरको अर्थतन्त्रको मुख्य आधार त्यो पर्यटन नराम्ररी थला पर्यो। हजारौं मानिसको रोजीरोटी नि त्यसमा निर्भर थियो। त्यही त, सरकारले त पर्यटक बढेको देखाएर शान्ति भयो भन्दै थियो, तर यो एउटै हमलाले देखाइदियो सतहमा जे देखिए पनि भित्रभित्र समस्या कति गहिरो रहेछ भनेर। समग्रमा हेर्दा हामीले हेरेका यी सामग्रीहरूले के देखाउँछन् भने सैन्य उपाय मात्रै पर्याप्त छैन। होइन, यहाँका सबै पक्ष, खास गरी कश्मीरी जनताको कुरा सुनेर उनीहरूको भावना बुझेर एउटा विश्वासिलो राजनीतिक संवाद हुनु पर्यो। स्रोतहरूले बारम्बार यही कुरामा जोड दिएका छन्। दीर्घकालीन समाधानका लागि यो आवश्यक छ। हो, त्यसो भए पहलगाम हमला एउटा दुखद घटना मात्र रहेन, यसले कश्मीरको त्यो लामो नसुल्झिएको समस्यालाई फेरि सतहमा ल्याइदियो। एकदम। सुरक्षा कडा पार्दैमा मात्र नहुने रहेछ, समस्याको जडमै पुग्नु पर्यो। हो,
तर यहाँ एउटा महत्त्वपूर्ण प्रश्न उठ्छ के स्रोतहरूले समावेशी संवादको कुरा गर्छन्, ऐतिहासिक अन्याय सम्बोधन गर्ने भन्छन्। तर यतिका वर्षको हिंसा, गहिरो अविश्वास, यो जटिल इतिहास, यस्तोमा त्यो समावेशी संवादको वास्तविक रूप कस्तो हुन सक्छ? कसरी कश्मीरी जनताको साँचो चाहनालाई समेट्न सकिन्छ? हो, यो केवल राजनीतिक नारा मात्र त होइन। त्यही त, यसलाई कसरी साँच्चै अगाडि बढाउने, यो विषयमा सोच्नुपर्ने देखिन्छ।